द भोइस किड्स प्रतियोगिता होइन, स्मृति निर्माण गर्ने एउटा मञ्च हो। भोइस किड्सको चौथो सिजन सुरु भइसकेको छ। नयाँ प्रतिभा, नयाँ ऊर्जा, तर के कुरा हराएको जस्तो लाग्दैछ। दर्शकले महसुस गरेका छन् यो सिजन राम्रो छ, तर पुरानो रमाइलोपन किन हरायो त? भोइस किड्समा हरेक सिजनमा कोच प्रमोद खरेल र राजु लामाले दर्शकको मन जित्दै आएका थिए। प्रमोद खरेल शान्त स्वभाव, मिठो बोली र संगीत प्रतिको गहिरो समझ, राजु लामाको सकारात्मक दृष्टिकोण, हरेक प्रतियोगिता प्रति आदर र मायालु व्यवहार, यदीको दर्शकको नजरमा केवल प्रशिक्षक मात्र होइन, उनीहरू त एक अर्काको अभिभावक जस्ता थिए। दर्शकले गुनासो गरेका छन् नयाँ कोचहरू पनि दक्ष छन्, तर पुरानो कोचहरूको अनुभव, आत्मीयता र भावना मिसिएको छ। कोच प्रमोद खरेलले संगीत र आत्माको सम्बन्ध सिकाउँथे। कोच राजु लामाको उत्साह र प्रोत्साहनले बच्चाहरूमा आत्मविश्वास भरिदिन्थ्यो। यो सिजनमा ती चिर परिचित आवाजहरू नहुँदा भावुक झल्को हराएको छ। प्रतियोगी मात्र होइन, कोचहरूसँग पनि दर्शकको भावनात्मक सम्बन्ध हुन्छ। त्यो सम्बन्ध नहुँदा रमाइलोपन कम हुनु स्वाभाविक नै हो। के भन्ने रे? प्रमोद खरेलको प्रसिद्ध भनाइ, तिमीमा केही विशेष छ। राजु लामाको तिमी एउटा तारा हौ भन्ने शैलीमा उनीहरूलाई आत्मविश्वास दिने गर्दथे। त्यो आत्मीयता, त्यो मन छुने क्षण अहिलेको सिजनमा अलिक कम छ। कहिलेकाहीँ केवल प्रतिभा होइन, त्यहाँ रहेको स्नेह र सहयोगी वातावरण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। भोइस किड्सको सिजन 4 नयाँ यात्रा हो, तर पुरानो कोचहरूको सम्झना हाम्रो मनमा सधैँ रहिरहनेछ। सायद अर्को सिजनमा हामी फेरि सुन्न पाउनेछौँ ती परिचित आत्माहरू छुने स्वरहरू। तपाईहरूलाई कस्तो लाग्यो तल टिप्पणी गरेर आफ्नो विचार अवश्य राख्नुहोला। मन परे लाइक गर्नुहोस् र आफ्नो धारणा कमेन्ट मार्फत गर्नुहोस्। साथीहरूसँग पनि सेयर गर्नु, सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस्।